हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लगमा तपाईँहरूलाई सबैलाई स्वागत छ। मेरो सानो भ्लग गाउँतिर गएको बेलामा यसो एउटा भिडियो बनाउन मन लागेर बनाएको है। यो चाहिँ हाम्रो गोठ हो। हामी यहाँ चाहिँ आज मल छर्नका लागि माथि आएको थियौँ बारीमा, अनि त्यही भएर यो पुरानो म बसेको हाम्रो गोठको चाहिँ याद आएर यसो भिडियो बनाएको तपाईँहरूलाई देखाउनका लागि। पहिला हामी यहीँ जन्मेर यहाँ हुर्केको, यहाँ चाहिँ गोठमा हामी बसेर घाँस दाउरा गरेको ठाउँ यो हाम्रो गाउँ हो। तलतिरको यो चाहिँ घर गोठ हो, तल छ बस्ती चाहिँ। सो भाइ र म भएर एउटा यसो भिडियो बनाउने विचार गरेर भिडियो बनाएको। अनि मलसल बोकेर अनि मल पुर्ने बेलामा गोरुलाई यसो सँगै नारेर जोत्न यसो सिकेको। गाउँ गएको बेलामा चाहिँ जोत्नु परेको। अब गाउँ गएको बेलामा बा आमालाई त्यति सहयोग नगरे त हुँदैन, सपोर्ट गर्नै पर्यो। यत्रो छोरो भएको के काम। त्यही भएर गोरु नारियो फटाफट। त्यसपछि गोरु नार्ने क्रममा अलिकति समस्या आयो, हलो मिलेन। अब खासै मलाई त बनाउन आउँदैन। फेरि बुवालाई भनेर फेरि हलोहरू बनाइयो। त्यसपछि हलो फिट भयो अनि गोरु जोतियो। गोरु चाहिँ भर्खरको बर गोरु भएर नदाएको भएर खासै मेलो नलाग्ने भएर अलिकति दुःख दियो। तर पनि दुःख दिए पनि बिस्तारै बानी गराउनुपर्छ भनेर दाउने प्लस मल छोप्ने कार्यक्रम बिस्तारै गरियो। जोत्दै थिएँ, जोतियो यो राम्रोसँग। यो चाहिँ हाम्रो गाउँ हो। अहिले हिउँदयाम भएर एकदम सुक्खा छ, खासै राम्रो छैन। तर पछि अब हरियाली भइसकेपछि एकदम ब्युटिफुल हुन्छ, हेर्दा पनि एकदम राम्रो देखिन्छ। अब अहिले चाहिँ सुक्खायाम भएको कारणले खासै राम्रो छैन, तर पनि केही छैन। आफ्नो जन्मथलो हो, राम्रै छ, हामीलाई राम्रै लाग्छ। किन म यहीँ जन्मेको भएर, मलाई यही ठाउँमा हुर्केको भएर चाहिँ राम्रो लागेको हो। तर त्यस्तो नराम्रो पनि छैन, हाम्रो गाउँ राम्रै छ, यतिको लाग्छ मलाई। सो त्यसैले तपाईँहरूलाई कसलाई गोरु जोत्न आउँछ, कसले यस्तो कामहरू गर्नुभएको छ भनेदेखि कमेन्ट गर्नु होला। सानामा कति, मैले पनि सानैदेखि गोरु जोतेको हो। धेरै नै जोतेँ। गाउँघरमा त्यही हो, सुविधाहरू थिएन, अनि यही गोरुबाटै यो जोत्ने। अहिले चाहिँ विभिन्न ट्र्याक्टरहरू आएर ट्र्याक्टरहरूले जोत्छन्। तर पनि जस अर्ग्यानिक भनेको गोरु नै हो। गोरुमा अलिकति थोरै अहिले चाहिँ कस्तो समस्या छ भन्दाखेरि चाहिँ गाउँघरमा चराउने समस्या। अब जङ्गलहरू वरिपरि छैन, सामुदायिक वन बनाएको भएर जोत्ने काम सुरुवात भइसकेको छ। अब सक्नुपर्ने चाहिँ यदि सबै कुराहरू नसके हुँदैन, किनकि अब हावाहुरीको समयले गर्दाखेरि मलहरू छरेको भएर उडाउने भएर अझै सक्नुपर्ने छ। दाजुभाइ मिलेर एकदम जोत्न लाग्यौँ। बुवाले चाहिँ अब यताउति डल्लासल्ला कुनै ठाउँमा उठेको यसो फोर्नु भइरहेछ, यताउति हेर्नु भइरहेछ। दाजुभाइ चाहिँ हामी जोतेछौँ। अब लगभग सिद्धाएर सक्ने प्लान हो हाम्रो। अब लगभग सकिन लाग्यो। सकिएपछि चाहिँ अब हामीले गोरुहरूलाई छोडिदिन्छौँ र गोरुहरूलाई त्यसरी चराइन्छ। त्यसपछि आजको मिनी भ्लग चाहिँ यहीँ सकिएको छ। तपाईँहरूले हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। र भिडियो कस्तो लाग्यो, गाउँको अर्ग्यानिक भिडियो कमेन्ट गर्नुहोला है त साथीहरू। बाई।